पछिल्लो समय एकदमै बहुप्रतीक्षित फिल्म बनेको थियो। यतिका धेरै कलाकारहरू भएको फिल्म कस्तो होला त? फिल्मभित्र के होला त त्यस्तो? अनि यतिका कलाकारहरू के कस्ता क्यारेक्टरमा होलान् अनि कसरी समेटिएको होला त? अझ त्यति मात्र होइन, अक्षय कुमारको त हामीले डबल रोल पनि देख्न सक्छौं। फिल्मको स्टोरीभित्र देखाए अनुसार भन्ने हो भने फिल्मभित्र पनि फिल्म बनिरहेको हुन्छ, जहाँ इन्डियाकै सबैभन्दा ठूलो बजेटको फिल्म बनिरहेको हुन्छ, 2000 करोडको फिल्म, त्यो पनि इन्डस्ट्रीको सबै फ्लप एक्टरहरूलाई लिएर। अब यति ठूलो बजेटमा फिल्मभित्र पनि अर्को फिल्म किन बनिरहेको हुन्छ, यो कुरा जान्न र मजा लिनको लागि भने तपाईहरुले फिल्म हेर्नै पर्ने हुन्छ। किनभने फिल्मको स्टोरीको बारेमा त्यति धेरै बोलिरहनु पर्दैन। फिल्मको स्टोरी यहाँबाट सुरु हुन्छ अनि यही खतम हुन्छ, जुन कुरा ट्रेलरमा पनि छर्लङ्ग देखाइएको छ। ट्रेलरमा जति कुराहरू देखाइएको छ त्यो भन्दा एक्स्ट्रा अर्डिनरी त हामीले केही पनि देख्न पाउँदैनौं। तर यतिका धेरै कलाकारहरू राखेर बनाएको फिल्मको प्रेजेन्टेसन कसरी गरिएको छ भन्ने कुरा हेर्न एकदमै रोचक हुन्छ। फिल्मको फोकस भने एकदमै कमेडी जनरामा छ। कसरी हुन्छ? दर्शक हाँस्नु पर्यो। दर्शक हँसाउनको लागि कुनै पनि कसुर बाँकी राखिएको छैन। अझ भन्ने हो भने अक्षय कुमारले खुद आफ्नै मजाक उडाउन पनि पछि हटेका छैनन् र यस फिल्मका मेकर्सहरूले दर्शकलाई हँसाउन गरेको कोसिस सफल पनि भएको छ। यो फिल्म हेरेर दर्शकहरू एकदमै खुलेर हाँसिरहेका थिए। वास्तवमा भन्ने हो भने यो फिल्म हेर्ने दर्शकहरूको माइन्ड फ्रेस हुन्छ। कमेडीमा त कमेडी छँदैछ, सिरियस कुरामा पनि कमेडी, एक्सनमा पनि कमेडी। हरेक सिनले दर्शकहरूलाई हँसाउन सफल हुन्छ। जहाँ अक्षय कुमारको कमेडीको कुरा गर्ने हो भने खुद कमेडियन एक्टर जोनी लिभर, परेश रावल र राजपाल यादवलाई समेत पछि पारिदिएका छन्।